सो हेलो गाइज अहिले हामी चाहिँ के अरे भाइ यो पदुममा च्याङ्रे भन्ने ठाउँमा छौँ अनि देख्न सक्नुहुन्छ तपाईँहरू मेरो पछाडि यहाँ पोखरीको ताल हो भाइ यो पोखरी नै होला अब राम्रो छ आहा यस्तो माछाहरू यत्रो यत्रो छ यहाँ दामी माछाहरू पनि रहेछ है यहाँ छ हाम्रो मिलन भाइ हेलो हेलो च्याङ्रेमा आएर भेट भइसकेको छ होइन अनि यहाँ चाहिँ हामी कामको सिलसिलामा यहाँ हामी आइया छ सो यु क्यान सी गाइज है यहाँ चाहिँ च्याटल आएर तपाईँहरू आएर कफी सफी खाने ठाउँहरू पनि व्यवस्था भएको ठाउँ रहेछ यहाँ पदुममा गाउँपालिका चाहिँ एकदम राम्रो लाग्यो ल यहाँ पसल यहाँ रहेछ के खालको आएको यो यार क्यामेरा बवाल छ नि है हेलो हेलो वेलकम टु आवर भिडियोज मेरो पर्सनल्ली भन्नु चाहिँ मेरो के छ भने पदुममा गाउँपालिकामा रहेको चाहिँ यो फेवाताल एकदमै राम्रो रहेछ अब खेलियो भित्ता मात्रै जान्छ त पनि एकदम राम्रो दाइले उतै घुमाएको अनि यहाँ चाहिँ के भन्छ टुरिज्मको यो के भन्छ अब डेभलपमेन्टको लागि चाहिँ अब मैले केही भन्नु पर्दैन तपाईँहरूले अब आएर भन्दा पनि यसरी आएर खेलेर चाहिँ च्याटल आएर अनुभव बटुल्नु सक्नुहुन्छ पर्यटकीय हिसाबले यो चाहिँ अझै एकदम अझै विकास होस् होइन हो त दामी छ है हेलो नमस्ते मेरो भिडियोमा तपाईँहरूलाई फेरि पनि स्वागत गर्दै आज चाहिँ म पदुममा रहेको यो फेवातालमा चाहिँ म आएर यहाँ डुङ्गा खेल्ने क्रममा चाहिँ एउटा सानो भिडियो बनाउँदैछु सो तपाईँहरू पनि आउन सक्नुहुन्छ यो चाहिँ भोजपुरमा रहेको अब के भन्ने यो हाम्रो झर्दैन एक्सपिरियन्स छ नि त भाइ च्याङ्रे पोखरी चाहिँ एकदम बवाल लाग्यो है ल थ्याङ्क यू पदुममा अब यो चाहिँ के भन्छ यो आकाश के अरे अचानक चाहिँ अब यहाँनिर आउने मौका पाएँ र यहाँ आएर फेवातालमा पनि यहाँ चाहिँ हाम्रो मिलन भाइ हेलो हेलो त्यसै ल सो ल है गाइज अहिले चाहिँ हामी ट्याक्कै लाएर पदुममै छौँ फेवाताल पदुममाको यो चाहिँ फेवाताल हो अर्को अब पोखरातिर अब थियो होला होइन यो चाहिँ हाम्रो भोजपुरमा रहेको कस्तो है यो पनि एकदम दामी लाग्यो क्या पाइडलले टक्क यहाँ चाहिँ खासमा एउटा ब्याट्री र मोटर हुनु पर्थ्यो होइन यहाँ टक्क स्विच दाब्ने त्यो गरेर घुमाउने त्यो भए त यो त महँगो पर्छ नि 22-23 लाख पर्छ यो त जम्मा 2-3 लाखको होइन यसलाई र त्यसलाई 3 लाख हो त्यति गरिसकेपछि त्यस्तो खालको चाहिँ हुनुपर्ने के फेरि यस्तो कुद्नु होइन तर यही राम्रो नि त फेरि आफैले टक्क चलाएर हिँड्नु भनेको चाहिँ पर्ख्यौँ न उनीहरूलाई पनि उनीहरूसँगै जाउँ न त्यहाँ पछाडिबाट गइदिउँ न हामी चाहिँ पहाडीबाट जाउँ त निकै घुम्छ क्या अहिले हाम्रो मिलन भाइले पाइडल राम्रो हानिरहेको छ यहाँनिर ₹100 एक राउन्ड त दिन्छ हेलो हेलो गाइज होइन के भन्छ अरे पोखरा उता नारायणी सारायणीतिर जानुहुन्छ भने चाहिँ तपाईँहरू काठमाडौँ पोखरामा हुनुहुन्छ भने छोडिदिनुहोस् काठमाडौँबाट जम्मा 20 मिनटमा जम्मा 20 मिनटमा यहाँ आउन सक्नुहुन्छ तपाईँहरूसँग फाइटर जेट चाहिँ हुनुपर्छ होइन 20 मिनटमा आइपुग्नुलाई
त्यही हो यता माथि पुलसुल पनि छ होइन यता हाम्रो तीर्थ दाई राम्रो लाग्यो यार मलाई त। यता हाम्रो दाई हुनुहुन्छ यता हाम्रो दाई पनि हुनुहुन्छ आज फेरि विशेष होली भोलिको दिन चाहिँ होलीको दिन हो यो चाहिँ यसो पिकनिक सिक्निकको लागि चाहिँ एकदम खतरै ठाउँ है पिसफुल ठाउँ हो। पिसफुल ठाउँ हो बाला पैसा सैसा लाग्दैन ढुक्क आएर आउनुहोस् रमाउनुहोस् जानुहोस् होइन ल है यस्तै छ है हाम्रोतिर चाहिँ अहिले यता भाले पनि बन्दैछ अनि यता चाहिँ फेरि खसी भन्नु भाइ खसी है यो चाहिँ यता फेरि अब यहाँको लोकल खसी रहेछ यहाँ च्याङ्रे सिङ नपलाउने खाले अनि ल यस्तै छ है हाम्रो चाहिँ गाई चारो पञ्चकन्या मावि है यो चाहिँ च्याङ्रे यहाँ छ है हाम्रो निर्वाचन प्रहरी साथीहरू यहाँनिर हुनुहुन्छ है भाले त कालक्रिया भइसक्यो त ल हामी चाहिँ गाइड झिनेमै अब पदुमाबाट है ल लाग्यौँ अब च्याट्ट लाएर ल गाइडहरू हामी चाहिँ निर्वाचन सकेर हामी चाहिँ जिल्लातर्फ लाग्दै गरेको होइन मतपेटिका लगेर चाहिँ हाई अलर्ट सेक्युरिटीको साथ हामी चाहिँ अहिले जिल्लातर्फ मुभ भइसकेको छौँ होइन देख्न सक्नुहुन्छ गाइस है गाडी त सक्यो क्या हो थुप्रो देखिरहेको छ यहाँबाट देखिन्छ यहाँ अगाडि छ अब